बस्नु न बसिहाल्यो त हिमालयन जावा सबैका नासोका नमस्ते, स्वागत छ मेरो भ्लगमा। आज म तपाईहरुलाई काठमाडौँदेखि विराटनगरसम्मको हवाईजहाज यात्राको भ्लग देखाउने छु। हाम्रो यात्रा काठमाडौँ जिल्लाको कपन स्थित सञ्चालनमा रहेको फलैचा क्याफेबाट सुरु हुन्छ। कार्यालयको विशेष कामले विराटनगर जानुपर्ने थियो। प्रतिकूल मौसमको कारण मोटरसाइकलबाट यात्रा गर्न सकिएन। यो यात्रा मेरो साथी युनिक साम्बाङसँग हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हामी डाइरेक्ट एयरपोर्ट किन्नु हुने रहेछ भित्र पनि छ नि हैन कति भित्र त के साथी फेरि पसिवाला भित्रै छैन भित्र त पस्नु छैन अब यत्रो बेर गएर तपाईँहरू वेटिङमै बस्नुपर्छ त्यही हो कि भ्लग बनाउँदै बस्नुहुन्छ भ्लग त के बनाउनु त्यही त है साथीहरू कहाँ पनि माथिबाट घुम्नु नभए पसिवाला साथीहरू माथिबाट घुम्नुपर्छ नभए पस्यो होइन माथिबाट घुम्नुपर्छ हामीलाई साथी सुमन राई र प्रताप राईले एयरपोर्टको डोमेस्टिक डिपार्चरसम्म लिफ्ट दिनुभएको थियो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। हो सर ओ सर एकछिन अगाडि छिटो गएर के गर्ने एकछिन यहाँ कफी सपमा बस्नु त्यहाँ बस्नु न बसिहाल्यो त हामीले विराटनगरसम्मको यात्रा गर्न बुद्ध एयरको जनै 5700 दरले टिकट बुक गरेका थियौँ। बाहिर जाने हो क्या हामी एयरपोर्टमा एरोप्लेनसम्म पुग्न बुद्ध एयरको बस चढ्यौँ। सोही बसको चालकसँग कुराकानी गर्ने मौका मिल्यो। तपाईँको घर चाहिँ मेरो यहीँ हो थानकोट। तपाईँलाई त यो प्लेनमा चढ्नु त फ्री होला है? छैन कहाँ पैसा तिर्नुपर्छ फेरि कहाँ हुन्छ नि स्टाफलाई त तपाईँले ट्याक्स एयरपोर्ट ट्याक्स तिर्नुपर्छ। एयरपोर्ट ट्याक्स त्यति भएको कति तिर्नुपर्छ? हेरेर 1500 त्यो चाहिँ कम्पनीले तिर्दिँदैन। जान आउनु पऱ्यो भने 1000 पर्छ। भरतपुर गएर आयो भने 1000 पऱ्यो। पोखरा गएर आयो भने 1200। तर महिनामा कि एउटा फ्लाइट होला नि त? वर्षमा जम्मा 4 चाँडो पाएँ होइन? त्यो अरूलाई दिनु मिलेन। मिल्दैन। परिवारलाई मिल्छ। नजिकको घर पनि पर्यो। छोरी बिहा नगरे भए मिल्यो। श्रीमती पाएन। श्रीमतीले पाउँछ, ससुराले पाउँछ, आमा बाउले पाउँछ। सासुआमाले पनि पाउँछ। पायो कस्तो राम्रो है। सासुआमा होइन जम्मा त्यो चाडा सबैले युज गर्ने त्यही मात्रै त्योभन्दा बढी पायो। आफू नगएर भने नि उनीहरूलाई पठाउनु पाउँछ। एयर होस्टेसको सेफ्टी इन्स्ट्रक्सन पछि प्लेनले रनवेबाट भुइँ छाड्यो। गगनचुम्बी मलहरू सलाइका बट्टा जस्तो देखिन थाल्यो। कहाँ भएको यो त
फराकिलो सडकहरू धागोको त्यान्द्रा जस्तो देखिन थाल्यो भने पहाडको डाँडा काँडाहरू ससाना ढिस्को जस्तो देखिन थाल्यो। कस्तो दामी उचाइमा लियो क्या, बत्ती उचाइ लियो। सबै तराई हो नि। बादलहरू कपासको थुप्रो जस्तो देखिन थाल्यो। हामी प्लेनको दाहिने पखेटापट्टिको सिटमा बस्नु परेको थियो, त्यसैले घरिघरि तराईका फाँटहरू मात्र देख्ने मौका मिल्यो। यदि हामी देब्रे पखेटापट्टिको सिटमा बस्ने मौका मिलेको भए हामीले हिमशिखरहरू देख्न सक्थ्यौँ। हिमालय छेउमा काटे जस्तो के कपास हो, कपास बादल निकै बाक्लो लागेको थियो। सायद तल जमिनमा सूर्यको किरण नपुगेकोले दिन धुम्म भएर पानी पर्न लागेको हुन सक्छ। यति राम्रो मनमोहक दृश्य अवलोकन गर्दा गर्दै विराटनगर पुगेको पत्तै भएन। विराटनगर पुगेपछि सफारी चढेर आफ्नो गन्तव्यतर्फ लाग्यौँ। भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद। बाई बाई। यो चाहिँ विराटनगर यात्रीबाट चाहिँ हामी भर्खरै एक्जिटमा छौँ। यहाँ चाहिँ कति 32 डिग्री काठमाडौँबाट 32 डिग्री काठमाडौँ कति थियो, त्यस्तै
चेन भनेको एउटा घर हो होइन, त्यो घरभित्र भएको एउटा मेम्बर भनेको चाहिँ ट्रु मेम्बर भनेको चाहिँ एयर होस्टेस पनि होइन। एयर होस्टेसले हामी बाहिर निस्किनुभन्दा अगाडि नै भनिरहेको थियो प्लिज आउटसाइड द टेम्परेचर इज 32 डिग्री सेल्सियस। अनि हामी भुत्त निस्किने बित्तिकै चाहिँ एकदम तातो बाफ आइरहेको थियो। अनि त्यस पछाडि बाहिर निस्केपछि फेरि अब चिर परिचित अशेषात मोहन कतिवटा आसँग भेट भयो। त्यहाँ हामीले चाहिँ 32 डिग्री सेल्सियस तापक्रममा -7 डिग्री सेल्सियसको चाहिँ एक्सट्रिम खायौँ होइन। त्यो पछाडि चाहिँ सरासर अदित सरले चाहिँ मलाई त्यहाँ एउटा गाडी आएको छ भन्नुभएको थियो। गाडी चाहिँ यस्तो रहेछ कि यस्तो गाडी चाहिँ अफ्रिकाको मरुभूमिहरूमा मात्रै पाइन्थ्यो होइन, क्यामेलियन डिजर्टहरूमा मात्रै पाइन्थ्यो। तर अहिले चाहिँ यो विराटनगरमा पनि यो चाहिँ आइसकेको रहेछ। अनि मलाई यो गाडी देखिसकेपछि कस्तो महसुस भयो भने अब यहाँदेखि चाहिँ अफ्रिका धेरै टाढा छैन, किनभने अफ्रिकाको जस्तो गाडी चाहिँ यहाँ मैले चढ्नु पाइसकेको छु कि। त्यस कारणले अब अलिकति हिँडेपछि चाहिँ सायद अफ्रिका पुगिन्छ कि जस्तो मलाई चाहिँ महसुस भइरहेको छ। यो चाहिँ यो अहिले जुन भिडियो बनिरहेको छ यो चाहिँ अदित सरको क्यामेराले खिचेको भिडियो हो। यो क्यामेरा पनि उहाँकै हो। छोड्यो यो क्यामेराको बारेमा पनि पुरै नगरौँ है। अथवा क्यामेरा पुरै गर्नु पऱ्यो भने चाहिँ यो क्यामेरा चाहिँ अदित सरकै हो। अनि कस्तो हुन्छ भने अदित सरको चाहिँ युट्युब च्यानल छ होइन, तर उहाँले हरेक हप्ता त्यसको चाहिँ नाम चेन्ज गर्नुहुन्छ। त्यस कारणले युट्युब च्यानल चाहिँ यो हो भन्दा चाहिँ म चाहिँ अहिले निश्चित भइनँ क्या। यही च्यानल हो भनेर भन्न सकिनँ, किनभने हरेक हप्ता उहाँले चाहिँ नाम चेन्ज गर्नुहुन्छ होइन। अब तपाईँले बुझिहाल्नुहोस् है, उहाँ हरेक हप्ता चाहिँ मुड चेन्ज हुन्छ। प्रत्येक 3 दिनमा चेन्ज गर्नु मिल्ने भएदेखि गर्थ्यो होइन।